हेलो गाइज, वेलकम टु माई युट्युब लाइभ। यहाँ चाहिँ हाम्रो बालादाई हुनुहुन्छ, चर्चित रोमानियाको एकदमै फेमस मान्छे। स्वागत छ दाइ भन। स्वागत छ दाइ तपाईँको युट्युब लाइभमा। अनि तपाईँ भन्नुहोस्, रोमानियामा कस्तो लागिरहेको तपाईँलाई यहाँको अनुभव? हजुर, गाह्रो छ भनौँ, बाहिरतिर जानलाई अलिक गाह्रो छ। अनि यहाँ रोमानिया नयाँ आउने मान्छेहरूले तपाईँ के भन्न चाहनुहुन्छ? मान्छेको त आफ्नो सोच विचार गरेर आउनु भन्ने चाहन्छ त यार। अब प्लास्टिक आएर छन्ने त छ, गाह्रो छ भने जस्तो छैन। मेम्बरले भन्छ होइन, तर बाइक तिनीहरूको लाइफ पनि यार फाइन। अनि कुन चाहिँ मेन पावरबाट आउँदा राम्रो होला तपाईँलाई लाग्छ रोमानियामा? मेम्बर कमाइ खाने भाँडो कमाइ खाउँछ। हो, तर मेन पावरले मान्छेहरूले जसरी लुटिरहेको छ अहिले, जसरी झुटो बोलेर, तपाईँले के भन्न चाहनुहुन्छ यस्तो मेन पावरहरू? यस्तो सबभन्दा हामी आउने मान्छेले सबै बुझ्नु पऱ्यो, त्यसको लागि सबै बुझेर कुराहरू यता आउनु पऱ्यो भन्नु पऱ्यो। किन भन्दाखेरि अब जति जेमा जस्तो जे काममा आउनु त्यो काममा त्यो काममा लगाइदिएपछि पनि काम नेपालबाट काम सिकेर आउनु पऱ्यो रोमानिया आउँदाखेरि। तर काम सिक्यो भन्दैमा यहाँ केही काम मिल्छ भन्ने जरुरत हुँदैन, अरू पनि मिल्छ थाहा हुँदैन होइन, फिक्स हुँदैन हाम्रो काम। हाम्रो नितेश भाइसँग पनि एउटा भर्खर बक्सँगै आएको हामी साथी हो, एउटै कम्पनीको काम छ। नितेश भाइसँग पनि अलिकति केही कुरा राख्दैनौँ न। अनि भाइ कस्तो छ तिमीलाई रोमानियामा? हेलो, अब कसैले चाहिँ मोज रहेछ, कसैले गाह्रो रहेछ। आफ्नो बालादाई जस्तो गाह्रो नहोस् कसैले भन्न चाहन्छ। बिहा गरेको मान्छेले बहुत गाह्रो एकदमै चर्चित मान्छेहरू काम सिक्नु पऱ्यो रोमानिया आउँदाखेरि। अनि हाम्रो यहाँ एकदमै अर्को चर्चित हाम्रो बुद्धि दाइ हुनुहुन्छ, बुद्धि गुरुङ दाइ, एकदम फेमस मान्छे रोमानियामा। उहाँले के भन्नु रोमानिया कस्तो लाग्यो? रोमानिया त जिन्दगीमा कहिले नआउनु भाइ हो नि, अब हाँस्ने कुरा छ त। अब दुःखी कुरा बुझ्नेलाई गाह्रो भएछ रोमानिया आएर, यस्तो अप्ठ्यारो छ दाइलाई। ड्युटी चाहिँ 14-15 घन्टा ड्युटी छ दाइको हाम्रो। सुत्न खान मिल्न गाह्रो छ दाइलाई, कति बेला आउने कति बेला सुत्ने भन्न गाह्रो छ दाइलाई होइन। त्यही भएर सबै बुझेर आउनु होला, बुझ्ने जस्तो नबुझेर नआउनु होला। पेलान त छ दाइ हाम्रो। मेन पावरले दाइलाई धोका दिएछ लास्ट 16.5 लाख तिरेको हो। अहिले त 16.5 लाखतिर रोमानिया आउनुभन्दा बरु कतै दुबईतिर जानु पर्छ। पहिला मैले 300 जसरी आएको यार। यहाँ हाम्रो दाइलाई एकदमै राम्रो थियो उहाँको विचार। नाम युरोप भनेर नाम मात्र हो कि केही छैन। साथीहरू ठाउँ पनि हुन्छ। नेपाललाई